प्रधानमन्त्री बिनाको सरकार भन्नु पर्यो। नत्र भने अनिवार्य रूपमा मान्य सदस्यहरू, म केही भन्न खोज्दैछु। कुनै पनि हालतमा हामी मान्दैनौँ। एक मात्रै मान्ने हो हामीले, एक मात्रै मान्ने हामीले। मान्य सदस्यहरूले बनाएको नियमावली म पढेर सुनाउन चाहन्छु। प्रधानमन्त्री अनिवार्य रूपमा आएको हुनु पर्यो। अनिवार्य रूपमा आएको हुनु पर्यो। जे भन्यो त्यही मानिदिनुपर्ने, जे भन्यो त्यही मानिदिनुपर्ने हामीले। मान्य सदस्यहरू, आफ्नो भाषालाई मर्यादित गर्नुहोस्। यो नेपाली जनताले तपाईहरूलाई निर्वाचित गरेर पठाएको सम्मानित सदन हो। सभामुखले आफ्ना कुरा राख्न खोज्दै गर्दा शान्त भएर सुनिदिनुहोस्। माननीय सदस्यहरू, विधिबाट सञ्चालन गर्नु, विधिबाट सञ्चालन गर्नु। यो देशमा प्रधानमन्त्री छैन भने छैन मात्र। हामीले हिजै पनि उत्तर आएको छ। यसरी हुँदैन। प्रधानमन्त्री छैन भने प्रधानमन्त्रीको सरकार भन्नु पर्यो नि। प्रधानमन्त्री बिनाको सरकार भन्नु पर्यो। नत्र भने अनिवार्य रूपमा आएको हुन्छ। एक वर्ष संसदको नाममा देशको नाममा सम्बन्ध नगर्ने प्रधानमन्त्री हुन्छ। मान्य सदस्यहरू, सभामुखले सबैलाई लाग्नुपर्छ। सभामुखले केही भन्न मिल्छ? सबैलाई लाग्नुपर्छ। मान्य सदस्यहरू, हामीलाई पनि लाग्ने हो। सबैलाई लाग्नुपर्छ। सबैलाई लाग्नुपर्छ। सबैलाई लाग्नुपर्छ। मान्य सदस्यहरू एकछिन शान्त रहिदिनुहोस्। केही कुरा सुनिदिनुहोस्। त्यसपछि म तपाईहरुलाई आफ्नो कुरा राख्ने मौका पनि दिन्छु।